लोक संगीतसँग आबद्ध 30 वटा भन्दा बढी विधाका संस्थाहरूलाई सम्मान गर्न गइरहेका छौँ। सबै दर्शकवृन्दलाई हामी सबैतर्फबाट हार्दिक नमस्कार र हाम्रो जिम्मामा परेको उत्कृष्ट लोकदोहोरी गीतमा सङ्गीत संयोजन विनोद बाजुराली लोकमिति। धन्यवाद बिन्दु भाइलाई, धन्यवाद। आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति। सह आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल समिति, सुधारा समिति, कमलादी समिति, नयाँ बसपाट समिति। हार्दिक हार्दिक बधाई विनोद बाजुरालाई, धेरै धेरै धन्यवाद छ। एकैछिन त्यही रहिदिनु होला। र अर्को अवार्ड रहेको छ सर्वोत्कृष्ट लोकदोहोरी ध्वनि मिश्रण मिक्सिङ 2073। पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074 मा उपस्थित हुनुभएका सम्पूर्ण अग्रज सम्पूर्णलाई नमस्कार। मेरो हातमा परेको छ सर्वोत्कृष्ट लोक दोहोरी ध्वनि मिश्रण। उहाँ हुनुहुन्छ खड्क बाजुराली, मर्ने तिमीबाट। खड्क बाजुराली, बधाई छ उहाँलाई। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति। सह आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल समिति, सुधारा समिति, कमलादी सर्वानुस्वर समिति र चाबहिल समिति। पृथ्वी 5औं धेरै धन्यवाद छ। हार्दिक बधाई खड्क बाजुरालीलाई, भुँडी बढेछ। अर्को रहेको छ सर्वोत्कृष्ट रेकर्डिस्ट। मान बहादुर बराल, मायाको पोको। सर्वोत्कृष्ट लोकदोहोरी साँझ गायिकामा जुन पर्नु भएको छ, यहाँलाई बधाई। बहिनी हुनुहुन्छ सरिता खनाल, फेवा दोहोरी साँझ। सरिता खनाल, फेवा दोहोरी साँझ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति। सह आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल समिति, सुधारा समिति, कमलादी समिति, नयाँ बसपाट समिति, ललितपुर समिति, कोटेश्वर बानेश्वर समिति र चाबहिल समिति। पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074। धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच। कृपया जोरदार ताली उहाँहरूको लागि। मिक्सिङलाई आज नेपालको यस्तो स्टुडियोका फलानु मिक्सरले रेकर्डिस्टले मिक्सिङ गर्दै हुनुहुन्छ, कस्तो पनि सुनेर सल्लाह सुझाव दिनु होला। त्यही पनि लाइभ त्यसपछि सुटिङमा गएपछि सुटिङ स्टोरबाट लाइभ नेपालका फलानु निर्देशकले यस्तो गर्दै हुनुहुन्छ, मेरो गीत सुन्नुहोस्। लाइभ सुनेर दर्शक श्रोतालाई वाक्क दिक भइसक्यो। त्यसपछि फेरि युट्युबमा आइसकेपछि सेयर गरेर मेरो नयाँ गीत सुनेर पट्टिकिरा दिनु होला। हामीलाई प्रत्यक्ष प्रसारणबाट हेरिरहनुहुने र सुनिरहनुहुने दर्शक श्रोताहरूलाई पनि हार्दिक नमस्कार छ, सम्मान छ, स्वागत छ। यहाँहरू सबैलाई हार्दिक नमस्कार। सर्वोत्कृष्ट लोकदोहोरी साँझमा गाउने गायकमा प्रेम अर्याल, नगरकोट दोहोरी साँझ।
आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति। सह आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल समिति, सुन्धारा समिति, कमलादी समिति, नयाँ बस पार्क समिति, ललितपुर समिति, कोटेश्वर बानेश्वर समिति र चाबहिल समिति। म के भन्नु, यो एकदम जिन्दगीको सबभन्दा ठुलो सफलता प्राप्त गरेको छु। त्यसको लागि मलाई यो गीत सङ्गीतको क्षेत्रमा मलाई गीत गाउन सिकाउने मेरो मम्मी यही आउनु भएको छ। म मम्मीलाई स्टेजमा आबद्ध गर्न चाहन्छु, प्लिज। यहाँबाट मम्मी यता कता हुनुहुन्छ, अगाडि आइदिनु होला प्लिज। धेरै धन्यवाद। 2074 अब हामी अर्को अवार्डतर्फ जान गइरहेका छौँ। अर्को नोमिनेसन रहेको छ सर्वोत्कृष्ट। मेरो हातमा फेरि पनि सर्वोत्कृष्ट लोक दोहोरी रेकर्डिस्टको लिस्ट मेरो हातमा परिसकेको छ। पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074 मा मायाको पोकोबाट मानबहादुर बराल, प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल समिति, सुन्धारा समिति, कमलादी समिति, नयाँ बस पार्क समिति, ललितपुर समिति, कोटेश्वर बानेश्वर समिति र चाबहिल समिति। पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074। हार्दिक हार्दिक बधाई मानबहादुर बराल ज्यूलाई, शर्मा प्रभाकर ज्यूलाई। उहाँलाई हामी हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ। नेपालका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्षज्यूहरू, वर्तमान अध्यक्षज्यूहरू र समन्वय समितिका अध्यक्षज्यूलाई उहाँलाई हार्दिक हार्दिक स्वागत छ। एकैछिन उहाँलाई आसन ग्रहण गराउँदै यो अवार्डको कार्यक्रमलाई निरन्तरता दिन चाहन्छु। सर्वोत्कृष्ट लोक दोहोरी साँझ गायिका नोमिनेसन यस प्रकार छ। सर्वोत्कृष्ट लोक दोहोरी साँझ गायिका 2073 यशोदा केसी हिमचुली दोहोरी साँझ। र यो अवार्ड प्रदान गर्नुभन्दा अगाडि म आजका परम अतिथिज्यूलाई स्वागत गरिदिनु न। आदरणीय पूर्व अध्यक्षज्यूहरू, वर्तमान अध्यक्षज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, माला उपलब्ध गराइदिनु होला। वर्तमान केन्द्रीय अध्यक्ष मन्त्री पङ्गिनीज्यू र समन्वय समितिका अध्यक्ष पिएन सापकोटाज्यू, आजका प्रमुख अतिथिज्यूलाई स्वागत गरिदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार ताली बजाइदिनु होला। सम्पूर्णमा नमस्कार। धन्यवाद। म अवार्ड घोषणा गरिदिनु न, हार्दिक अनुरोध गर्छु। सर्वोत्कृष्ट लोक दोहोरी साँझ वाद्यवादक पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074 यो गाएको छ ईश्वरी प्रसाद भुषाल माधव। हार्दिक बधाई ईश्वरी प्रसाद भुषाल। हार्दिक बधाई ईश्वरी प्रसाद भुषाललाई। ल यो सँगै छोटो शुभकामना मन्तव्यको लागि म आजका प्रमुख अतिथि नेपाल सरकारका माननीय गृहमन्त्री जनार्दन प्रभाकरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु छोटो शुभकामना मन्तव्यको लागि। बनाउने, समाजलाई सङ्गठित गर्ने र समाजलाई आफ्नो हक र अधिकारका लागि सजिलैसँग एउटा गीतले, एउटा भाषणले 2 घण्टा लाएर हामीले गर्ने भाषणले जति काम गर्छ, एउटा सशक्त एउटा वैचारिक गीतले, एउटा सशक्त जनताको अधिकारहरूलाई अभिव्यक्त गर्ने गीतले त्योभन्दा 10 गुणा बढी काम गर्छ। त्योभन्दा 10 गुणा बढी। समन्वय समिति अध्यक्षज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। र हाम्रो कार्यक्रममा पाल्नु भएको छ लोकप्रिय हास्य कलाकार एवं सामाजिक अभियन्ता सीताराम कटेल। उहाँलाई म स्टेजमा धुर्मस सुन्तली, उहाँलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। हाम्रो कार्यक्रममा पाल्नु भएको छ धुर्मस सुन्तलीज्यूलाई व्यक्त गर्न चाहन्छौँ।
र अबको क्रममा रहेको छ सुरुवात गरेर 5औँसम्म आइसकेका छौँ हामी। म निवर्तमान समन्वय समितिका अध्यक्ष यो अवार्डको रचना गर्नुभएका शिव मान्छेलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु, कृपया आइदिनु होला। अबको क्रममा रहेको छ लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा हामी यो वर्ष सम्मान गर्न गएका छौँ वरिष्ठ लोक गायक देउडा किङ नन्द कृष्ण जोशीज्यूलाई। म यतिखेर लाइफ टाइम अचिभमेन्ट अवार्डलाई जोड्न चाहन्छु। उहाँलाई म स्टेजमा आउँदै गर्दा उहाँको बारेमा बनाइएको एउटा सानो भिडियो क्लिप हामी यतिखेर प्ले गर्न गइरहेका छौँ। यो वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुन गइरहनु भएको छ वरिष्ठ लोक गायक देउडाका राजा नन्द कृष्ण जोशीज्यूलाई। हार्दिक धन्यवाद। नेपाली साङ्गीतिक क्षेत्रमा अहोरात्र खटेर देउडा विशेष गरेर सुदूरपश्चिमको लोकलय देउडालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा दिलाउन सफल व्यक्तित्व वरिष्ठ लोक गायक आदरणीय नन्द कृष्ण जोशीज्यूलाई कृपया जोरदार ताली बजाइदिनु उहाँको सम्मानको लागि। म स्टेजमा कार्यक्रमका मुख्य प्रायोजक पृथ्वी इन्टरटेनमेन्टका चेयरम्यान पृथ्वी थकालीज्यूलाई आमन्त्रण गर्न चाहन्छु। कृपया फेरि एकपटक स्टेजमा आइदिनु होला पृथ्वी थकालीज्यू। र अर्को सम्मानको कार्यक्रम रहेको छ। यतिखेर हामी कर्म गतिविधि भइरहँदा सम्मानका केही कार्यक्रमहरूलाई सकाइहालौँ भन्ने जस्तो लागेको छ। र यो बिचमा नेपाली साङ्गीतिक क्षेत्रमा 1 दशकभन्दा बढी समय बिताइसक्नुभएका स्रष्टालाई सर्जकलाई हामी दशकका स्रष्टा सम्मान प्रदान गर्ने गर्दछौँ। र यो वर्ष हामीले 2055 सालदेखि हालसम्म निरन्तर रूपमा साङ्गीतिक क्षेत्रमा कहिले कलम चलाएर, कहिले आवाज दिएर, कहिले सङ्गीत भरेर, कहिले स्टुडियो चलाएर निरन्तर लागि पर्नुभएका सर्जक स्रष्टा आदरणीय राजकुमार बगरलाई हामी दशकका स्रष्टा सम्मानद्वारा सम्मान व्यक्त गर्न गइरहेका छौँ। म आदरणीय राजकुमार बगरज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु र उहाँको बारेमा बनाइएको यो छोटो भिडियो क्लिप यतिखेर। अवार्ड 2074 दशकको स्रष्टाको रूपमा जुन मलाई सम्मान प्रदान गर्नुभएको छ, आयोजकप्रति सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्छु। हार्दिक धन्यवाद छ एवं बधाई छ सर्जक श्रेष्ठ राजकुमार बगर जो भर्सटाइल सर्जक हुनुहुन्छ। नेपाली साङ्गीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील कलम चलाइरहनुभएका आदरणीय राजकुमार बगर। धेरै धन्यवाद छ नन्द कृष्ण जोशी र राजकुमार बगरलाई। थ्याङ्क यू सो मच यहाँलाई अमूल्य समयको लागि। हस्, थ्याङ्क यू, धन्यवाद। र अब हामी एउटा सानो सम्मान यतिखेर जोड्न गइरहेका छौँ। नेपाली हास्य क्षेत्रमा अत्यन्तै सुपरिचित नाम हो सीताराम कटेल धुर्मुस र कुञ्जना गइरहेका छौँ। म सम्मान व्यक्त गरिदिनु न आदरणीय पर्मगतिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। जोरदार ताली बजाइदिनु होला। धेरै धन्यवाद छ, हार्दिक धन्यवाद छ। एकचोटि फेरि जोरदारमा अत्यन्तै अमूल्य योगदान पुर्याउनु भएको छ। अर्को सम्मान रहेको छ सदाबहार लोकगीत। एउटा यस्ता गीतहरू हुन्छन् जुन हाम्रो मनबाट कहिल्यै हट्दैनन्, कहिले भुल्न सकिँदैन। र यस वर्ष हामीले सदाबहार लोकगीत सम्मान व्यक्त गर्न गइरहेका छौँ। म तयारी गरिदिनुको लागि प्राविधिकज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
धेरै धेरै धन्यवाद छ उहाँहरूलाई र स्वर्गीय लोकबहादुर छेत्रीलाई हामी हाम्रा वर्तमान सबैमा नमस्कार। सर्वोत्कृष्ट लोकदोहोरी भिडियो सम्पादन प्रवीण भट्ट आज गाउँमा धन्यवाद सबैलाई बधाई छ। हार्दिक बधाई प्रवीण भट्ट सर्वोत्कृष्ट सम्पादक। मैले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका संरक्षकज्यूहरू सल्लाहकारज्यूहरूलाई देखिरहेको छु। संरक्षक हाम्रो हरिमराठा दाई, राजेन्द्र सेडाई दाई, ध्रुव खत्री दाई, दीपक अर्याल दाई, यतापट्टि हाम्रो सल्लाहकार नवराज दाई, विराज थापा दाई सबैलाई देखिरहेको छ। हामी कर्मश यहाँहरूलाई अवार्ड दिन कर्मश निमन्त्रण दिनुको लागि म सम्पूर्ण सल्लाहकार संरक्षकज्यूहरूलाई अनुरोध गर्छु। धन्यवाद। आज यो सोच्न पनि नसकेँ यो स्टेजमा आएर जसको कारणबाट म यो फिल्ममा थिएँ, जसले मलाई पाइला चाल्न सिकाउनु उहाँको हातबाट यो सम्मान पाउन प्रकाशबाट मेरो गुरु उहाँबाट सम्मान पाउँदा म एकदम खुसी छु। म केही बोल्न सक्छु भने उहाँ धेरै म केही बोल्न सक्छु। थ्याङ्क यू सो मच। धन्यवाद। र अबको विधा रहेको छ सर्वोत्कृष्ट म्युजिक भिडियो नायक अभिनय ज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। यसै गरी गायक नवराज नमस्कार गोरासैनीज्यू उहाँलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष नायक गायक नवराज गोरासैनीज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। वाट अ गेस्ट अवार्ड पनि रहेछ। साउन 13 मा प्रेम गीत 2 आउँदैछ भन्ने हजुरलाई इन्फर्मेसन दिउँ भनेर। थ्याङ्क यू। आशा गर्छु सबैजना आउनुहुन्छ होला प्रेम गीत 2 हेर्न साउन 13 बाट है। तपाईँहरूलाई हामी यहाँ इन्भिटेसन दिन आएको। हस् थ्याङ्क यू। थ्याङ्क यू प्रदीप खड्का, सन्तोष सेन। यतिखेर समय भएको छ पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074 मा सर्वोत्कृष्ट लोक दोहोरी नायक अभिनयतर्फको नाम सार्वजनिक गर्ने र त्यो नाम हो मेरो झल्को आएमा महेन्द्र गौतम। महेन्द्रजीले कपाल कुन सलुनमा काट्या हो मलाई पनि सिकाइदिनु पर्यो। धेरै धेरै बधाई, धेरै धेरै शुभकामना महेन्द्र गौतम मेरो झल्को आएमा। Thank you so much. Congratulations, Mahendra Gautam, for मेरो झल्को आएमा। Next award. Thank you very much. आदरणीय नेपाली सङ्गीत प्रेमी महानुभावहरू, यो बीचमा छोटो जानकारी। भदौ 31 गते यही ठाउँमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष आदरणीय अमरवीर गुरुङको एकल साँझ हुन गइरहेको छ। यहाँहरू सबैजनालाई हार्दिक निमन्त्रणा गर्न चाहन्छौँ। भदौ 31 गते गुरुङ समाज नेपालले गुरुङ कलाकार समाज नेपालले आयोजना गरेको अमरवीर गुरुङ एकल साँझमा उपस्थित हुनुहुने होला। मन्जिदा केसी सर्वोत्कृष्ट नायिका अभिनय। कङ्ग्रेचुलेसन। र प्रेम गीत 2 लाई हाम्रो शुभकामना साउन 13 गते आई थिङ्क साउन 13 गते यहाँहरू सबैजनाले हेर्नु होला। दिनेश सर, आई रियली इन्सपायर फ्रम यु। कृपया एकपटक हाम्रो कार्यक्रमको टाइटल भनिदिनु प्लिज। योर स्टाइल प्लिज। म जाँदा जाँदै भन्छु, शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए तपाईँ र हाम्रो पहिचान हराउँछ। तपाईँ र हाम्रो पहिचान भनेको नेपाली हो र नेपाली लोक दोहोरी, लोक साहित्य, लोक कला र संस्कृति हो। त्यसका लागि परेको लोक दोहोरी प्रतिष्ठानले आयोजना गरेको यो कार्यक्रममा प्रेम गीत 2 ले साउन 13 को आफ्नो प्रचार गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो हो पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074। थ्याङ्क यू सो मच। अल द बेस्ट प्रेम गीत। मिठो सपना बोकी ल्याउने रातलाई सलाम,
मिठो सपना खुसी लैजाने त्यो निष्ठुरी प्रभातलाई पनि सलाम। पृथ्वी 5औं राष्ट्रिय लोकदोहोरी अवार्ड 2074 पाल्नुभएका तपाईँ सम्पूर्ण महानुभाव र मनोनयनमा पर्नुभएका र भर्खरै अवार्ड जित्न सफल हुनुभएका तपाईँ सम्पूर्ण महानुभावहरूलाई हामी सबैको तर्फबाट सलाम स्वीकार्नुहोस्। यो पृथ्वी 5औं राष्ट्रिय लोकदोहोरी अवार्ड 2074 को सर्वोत्कृष्ट लोकदोहोरी गायक नृत्यतर्फ हुनुहुन्छ शङ्कर बिसी केटी पटाउने। बधाई छ तपाईँहरूलाई। हार्दिक बधाई शङ्कर बिसी, कङ्ग्रेचुलेसन। कहिल्यै बुढो नआउने शङ्कर बिसी, जहिले देख्दा पनि उस्तै एउटा स्टेप हेरिहालौँ न त प्लिज प्लिज। किन जोरदार ताली। मलाई थाहा थियो शङ्कर सर आउने बित्तिकै यो गर्नुहुन्छ भनेर, त्यही भएर मेरो हातमा परेको छ सर्वोत्कृष्ट लोक दोहोरी नायिका नृत्यतर्फ रश्मि तामाङ आज गाउँमा। हार्दिक बधाई छ। हार्दिक बधाई रश्मि तामाङ आज गाउँमा। खाता उडाउँदै हुनुहुन्छ एनएमसी मसला हाम्रा अत्यन्तै थ्याङ्क यू सो मच रश्मि। हाई कङ्ग्रेचुलेसन। ओ माई गॉड थ्याङ्क यू सो मच, आई लभ यू। हेलो हजुर, यो भव्य र सभ्य कार्यक्रमका सम्पूर्ण आदरणीय दर्शकहरू, श्रोताहरू, हामी नयाँ विधामा प्रवेश गरिराखेका छौँ। यहाँ नवगायकहरूको पनि प्रवेश उत्तिकै छ। चलाक छन् गायकहरू, मिठो शैलीका धनी छन् गायकहरू। मेरो हातमा आएको छ पृथ्वी 5औं राष्ट्रिय लोकदोहोरी अवार्ड 2074 को सर्वोत्कृष्ट लोकदोहोरी तथा नवगायकमा को हुनुहुन्छ होला? बडा मिठो नाम छ, अत्यन्तै मिठो नाम छ, सलालालालाला बग्ने नाम छ। हजुर यहाँहरूले अनुमान लगाउनु भयो नि अघि गङ्गा पुन गाउने ताराको गङ्गा जस्तै सलालालालाला बग्ने। टीका लगाइदिनु पर्यो नि। कङ्ग्रेचुलेसन गङ्गापुन र धन्यवाद छ नन्दकृष्ण जीज्यू, गोविन्द भेजीज्यू, एसपी सापकोटाज्यू, हरि हरियालज्यू, हिराकाजी। लोकदोहोरी प्रतिष्ठानको उपत्यका समन्वय जुन समितिले विगत लामो समयदेखि यस्तो कार्यक्रम गर्दै आएको छ, पिएन सापकोटा र इन्टायर टिम उहाँको समितिलाई हार्दिक बधाई छ। अग्रजहरूलाई म हार्दिक नमन गर्न चाहन्छु। तपाईहरूको सधैँ आशीर्वाद पाइरहँ र सानोहरूलाई शुभकामना र शुभ आशिष छ। तपाईहरूले यो सत्कर्मलाई सधैँ निरन्तरता दिइरहनुहोला र यसमा सर्वोत्कृष्ट 2073 सालको नवगायिकामा हुनुहुन्छ कस्तो राम्रो नाम छ कि, नाम पनि राम्रो छ, काम पनि राम्रो छ। फेरि मलाई चाहिँ एकदम मान्ने भावनाले मलाई एकदम खुसी पनि लाग्यो कि है, म त कोमल ओली बन्न चाहन्छु भन्छ, के देखेर हो भूमिका गिरी।
कसैले पनि हामीमाथि औँला ठाडो गर्न नपरोस्। भूमिकालाई हार्दिक बधाई अनि शुभकामना, शुभ आशिष छ धेरै धेरै। भूमिकाले सानो केही बोल्छु पनि भनेको छ, त्यस कारणले नमस्कार सम्पूर्णलाई। एकदमै आजभन्दा बाहिरको कुरा रहेको थियो, एकदमै खुसी लाग्छ। यो अवार्ड थाप्ने अवसर दिनुभयो उपत्यका समन्वय समितिलाई। ओके, थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच अतिथिज्यूलाई। जब दिदी हुनुहुन्छ केही कुरा गर्न मन लाग्छ तर समय कम छ। दिदी प्लिज एकचोटि मात्रै हजुरको शैलीमा प्रकाश बाबु भन्दैन न प्लिज, एकदमै हजुरको शैलीमा। प्रकाश कहाँ खेल तिमी? थ्याङ्क यू। यस 5औं पृथ्वी राष्ट्रिय लोकदोहोरी अवार्डको प्रतियोगी गायकतर्फको सर्वोत्कृष्ट गायक भन्छु म। उहाँ हुनुहुन्छ रबिन लामिछाने। जानकारी गराउन चाहन्छौँ हामीले आज दिनभरि बसेका यो गीतहरूको र जति पनि मनोनयनमा परेका टप 5हरूको गीत प्रयोग गरेका छौँ, त्यस बाबत हामीले रोयल्टी प्रदान गरेका छौँ। कृपया जोरदार ताली बजाइदिन अनुरोध गर्न चाहन्छौँ। अब हामीले हरेक ठाउँमा बसेका गीतहरूको रोयल्टी प्रदान गर्ने व्यवस्था भइसकेको छ, त्यो अभ्यास भइसकेको छ। प्रतियोगी गायिका शोभा कार्की म्याटी। गर्व कलाकारको पर्व हिमाल पहाड तराई झलमल गराई लोकदोहोरी आवाज फेरि आयो, लोकदोहोरी आवाज फेरि आयो। आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति। सह आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल समिति, सुन्धारा समिति, कमलादी समिति, नयाँ बस पार्क समिति, ललितपुर समिति, कोटेश्वर बानेश्वर समिति र चाबहिल समिति। पृथ्वी 5औं राष्ट्रिय लोकदोहोरी अवार्ड 2074। धेरै धेरै धन्यवाद। आकर्षक नृत्यको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हामी अगाडि बढ्न गइरहेका छौँ। हजुर, अबको विधा रहेको छ सर्वोत्कृष्ट शब्द, सर्वोत्कृष्ट लय र सर्वोत्कृष्ट एल्बम। र विशेष गरी राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललाई अफिसियल मिडियाको रूपमा यहाँहरूले जुन स्थान दिनुभएको छ त्यसको लागि पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद। र 5औं पृथ्वी राष्ट्रिय लोकदोहोरी अवार्डको सर्वोत्कृष्ट लोकदोहोरी शब्द घनश्याम रिजाल अमिलो रसाइले। धेरै धेरै बधाई छ घनश्याम रिजालजीलाई। हिमाल पहाड तराई झलमल गराई लोकदोहोरी आवाज फेरि आयो, लोकदोहोरी आवाज फेरि आयो। सबैमा नमस्कार। र आज यो 5औं लोकदोहोरी अवार्ड 2074मा यहाँहरूले यति माया गरेर यो अवार्ड दिलाइदिनु भएको छ। र विशेष गरी हामी एकै ठाउँमा जन्मेर आज दिदीकै हातबाट दिदी शर्मिला गुरुङको हातबाट यो अवार्ड पाउन एउटा सौभाग्यको कुरा छ। थ्याङ्क यू दिदी। नमस्कार एकचोटि। आज यसमा सर्वोत्कृष्ट लोकदोहोरी लयतर्फ पर्न सफल भन्नुभएको छ बसन्त थापा, उही खोलीमा पानी। झलमल गराई लोकदोहोरी आवाज
दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074 मा सर्वोत्कृष्ट लोक दोहोरी गीत जित्न सफल हुनुभएको छ। मान्छे काले काले प्रीति आले फुल्यो बानरीबाट। उहाँलाई बधाई छ, धेरै धेरै बधाई छ उहाँलाई। ओ माई गॉड, प्रीति तिमीले अवार्ड पाएको। अब त हामीसँग बोल्दा पनि बोल्दिनौ होला है। कङ्ग्रेचुलेसन प्रीति, थ्याङ्क यू सो मच। सर्वोत्कृष्ट लोकदोहोरी एसएमएस चोइस अवार्ड। यो अवार्ड भनेको सम्पूर्ण विधा मध्येमा सबैभन्दा धेरै भोट प्रदान गर्ने व्यक्तिलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ। पृथ्वी 5औं राष्ट्रिय लोकदोहोरी अवार्ड 2074 मा सबैभन्दा धेरै भोट जम्मा 23,576 भोट प्राप्त गरेर लोकदोहोरी गायिका कोपिला गुरुङले सर्वोत्कृष्ट लोकदोहोरी एसएमएस चोइस अवार्ड प्राप्त गर्नुभएको छ। उहाँलाई हार्दिक हार्दिक बधाई अर्पण गर्न चाहन्छु। यति बेला उहाँ कोरियामा साङ्गीतिक कार्यक्रमको लागि कोरियामा हुनुहुन्छ। कोपिला गुरुङको बहिनी यहाँ उपस्थित हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ। कृपया बहिनीलाई हामी अगाडि आमन्त्रण गर्दछौँ। पब्लिक चोइस अवार्ड, यो वर्षको पब्लिक चोइस अवार्ड मेरो हातमा परेको छ। सर्वोत्कृष्ट लोकदोहोरी पब्लिक चोइस अवार्ड लोकदोहोरी गायक राजन गुरुङ उही खोलीमा पानी उही खोलीमा माछा। राजन गुरुङलाई हार्दिक हार्दिक बधाई छ। म अगाडि आमन्त्रण गर्दछु। उही खोलीमा पानी राजन गुरुङ सर्वोत्कृष्ट लोकदोहोरी पब्लिक चोइस अवार्ड। हार्दिक हार्दिक बधाई राजन गुरुङ। उही खोलीमा पानी उही खोलीमा माछा। आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति। सह आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल समिति, सुन्धारा समिति, कमलादी समिति, नयाँ बसपाट समिति, ललितपुर समिति, कोटेश्वर बानेश्वर समिति र चाबहिल समिति। पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074। अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ। अत्यन्तै प्रतिभाशाली कलाकार। सबैले जोरदार तालीले उहाँलाई सम्मान गरौँ, बधाई दिउँ। कृष्ण रेउले आज गाउँमा जोरदार ताली। कृष्ण रेउले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति। सह आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ठमेल समिति, सुन्धारा समिति, कमलादी समिति, नयाँ बसपाट समिति, ललितपुर समिति, कोटेश्वर बानेश्वर समिति र चाबहिल समिति। पृथ्वी 5औं राष्ट्रिय लोक दोहोरी अवार्ड 2074। अग्रजलाई सम्मान नयाँलाई
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिद्वारा आयोजित पृथ्वी 5औं राष्ट्रिय लोकदोहोरी अवार्ड 2074 का सङ्गीतलाई मन पराउने मनहरू एक सर्वोत्कृष्ट लोकदोहोरी गायिका को होला थाहा छ? यतिखेर मेरो हातमा नाम आएको छ। एकदम केलाउने लाउने भइरहेछ के टिकापुन। हार्दिक हार्दिक बधाई टिकापुन। मलाई नाच्न मन लाग्छ। थ्याङ्क यू सो मच अतिथिज्यूहरू। शुभा दिदी लुकिङ ब्युटिफुल स्टिल अनम्यारिड थ्याङ्क यू। नेपाली चलचित्र बनाउन गइरहेको छ जसको कथा नेपाली लोकदोहोरी हुनेछ। कृपया जोरदार ताली बजाइदिनु होला। म एकचोटि आदरणीय पृथ्वी इन्टरटेनमेन्टका चेयरम्यान पृथ्वी थकाली दाईलाई उठ्नको लागि अनुरोध गर्छु। कृपया ताली बजाइदिनु होला। दाई थ्याङ्क यू सो मच। उहाँ मेरो पर्सनल रूपमा मेरो अभिभावक पनि हुनुहुन्छ। दाई थ्याङ्क यू सो मच। र यहाँलाई जानकारी गराउन चाहन्छु आज मैले लागेको यो महँगो सुटको स्पोन्सर पनि दाइ नै हो फेरि। र अबको अवार्ड रहेको छ सर्वोत्कृष्ट लोकदोहोरी गायक रामजी खान। Beautiful voice, handsome, dancing, stylish Ramzi Khan. बाबु थापालाई धेरै धेरै बधाई दिन चाहन्छु। उत्कृष्ट 5 मध्ये सर्वोत्कृष्ट 1 जनालाई 2073 सालको सर्वोत्कृष्ट गायकको अवार्ड हामी अब प्रदान गर्न गइरहेका छौँ। र यो अवार्ड प्रदान गरिदिनु न स्टेजमा आमन्त्रण गर्न चाहन्छु हाम्रा मुख्य प्रायोजक पृथ्वी एन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका चेयरम्यान उपत्यका समन्वय समितिका संरक्षक आदरणीय अभिभावक पृथ्वी थकालीज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी समन्वय समितिका सल्लाहकार राजन नन्साज्यूलाई म स्टेजमा गर्न चाहन्छु। चेयरपर्सन आदरणीय दाइलाई धेरै धन्यवाद छ। Naragal Chandra Resort Shooting Sportबाट विशेष प्राइज नाटो जङ्गल रिसोर्टका सञ्चालक ज्यूलाई पनि आमन्त्रण गर्छौँ। त्यसै गरी एनर्जी डाउनलोड विशेष प्राइज रहेको छ। ध्रुव खत्री दाइ हाम्रो सल्लाहकार हुनुहुन्छ। ध्रुव खत्री एनर्जी टाइम्स डालकोटबाट। त्यसै गरी नमस्ते नेपाल मल्टी प्रपोजको अपरेटिभ प्रोड्युसर। त्यसै गरी एनएमसी मसलाबाट अनुरोध गर्न चाहन्छौँ स्काई रेस्टुरेन्ट एन्ड ब्याङ्कोटबाट साकुरा मल्टिमिडिया हाउसबाट ओम शिवम लाइट हाउसबाट गरिमा विकास बैंक लिमिटेडबाट स्टुडियो माला श्री प्राली दुकान रेस्टुरेन्ट
एलटी कैलाश मालुमे रेकर्डिङ स्टुडियो राष्ट्रिय आवास कम्पनी लिमिटेड मार्मिक रेकर्डिङ स्टुडियो गाउँदै सिधुरी राजगढ फुलबारी दोहोरी साँझ जुवा पञ्चबाटबाट त्यसै गरी एसपी सापकोटाजी हुनुहुन्छ यहाँहरू सुनिरहेको बाबुसँग हुनुहुन्छ प्रतिनिधि भने कृपया माइक छिटो ग्रहण गर्नको लागि सेटमा आइदिनु होला। यसैले मालुमे डिजिटल स्टुडियो मालती डिजिटलबाट 44 दोहोरी साँझ चन्द्र गुरुङज्यू निर्माण रुचि गर्न पनि हामी यो माइकको चाहिँ प्रदान गर्न गइरहेका छौँ। कृपया उपलब्ध हुन्छ भने स्टेजमा आइदिनु होला। धेरै धन्यवाद छ न्युज 34लाई जसले हामीलाई आजको दिनभरि हाम्रो कार्यक्रम प्रत्यक्ष प्रसारण गरिरहनुहुन्थ्यो र त्यसै गरी देशभरिका विभिन्न एफएम स्टेसनहरूमा धेरै धन्यवाद। नेपाली रेडियो नेटवर्क देशभरबाट रेडियो काठमाडौँ 32.9 मेगाहर्ज मेरा एफएम गोर्खा एफएम लालीगुराँस.com रेडियो सञ्चालनलाई हामी धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी फेवा रोटीघर नगरकोट दोहोरी साँझ एलपी चेट गुरुङ युकेबाट हुनुहुन्छ त्यसै गरी पोखरा दोहोरी नाचघर दिदीबहिनी एन्टरटेनमेन्ट प्राली र त्यसै गरी साहित्य म्युजिक प्राली नवराज टेलिभिजन म्युजिक नेपाल सालघारी दोहोरी साँझ सन्तोष आलिगाई रिता थापा दिदी उहाँलाई पनि हामी समयको चिन्ह प्रदान गर्नको लागि अनुरोध गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद छ यहाँ सबैजनालाई। र अन्तिममा मायाको चिन्ह प्रदान हामी पछि पनि एउटा विशेष कार्यक्रम आयोजना गरेर धेरै धेरै धन्यवाद। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमरगिरी गुरुज्यू त्यसै गरी पूर्व अध्यक्ष प्रजापति प्राणज्यू त्यसै गरी पूर्व अध्यक्ष शर्माज्यू वर्तमान अध्यक्ष बलदेव पक्रेज्यू सल्लाहकारज्यूहरू महान सदस्यहरू त्यसै गरी समन्वय समितिका वरिष्ठ उपाध्यक्ष सुजन लम्सादेखि लिएर सम्पूर्ण सदस्यज्यूहरू जो आज अत्यन्तै खर्च छन्। त्यसै गरी निवर्तमान अध्यक्ष शिव हमालज्यूलाई धेरै धेरै धन्यवाद। उहाँले अवार्ड सुरुवात गर्नुभएको थियो। त्यसै गरी केन्द्रीय कार्य समितिका पदाधिकारी सम्पूर्ण पदाधिकारीज्यूहरू त्यसै गरी समन्वय समितिका संरक्षक सल्लाहकार सम्पूर्ण पदाधिकारीज्यूहरू त्यसै गरी अल्सरबाट पाल हुने सम्पूर्ण व्यक्ति विशेष अध्यक्षज्यूहरू प्रतिनिधिज्यूहरू त्यसै गरी जिल्लाबाट पाल हुने सबै अध्यक्ष प्रतिनिधिज्यूहरू र त्यसै गरी हामीलाई प्रणाली त्यसै गरी विशेष प्रायोजक इनर्जी कार्ड दालकोट ढाकाको जनरल रिसर्च नेपाल कृषि त्यसै गरी सम्पूर्ण प्रायोजक सहप्रायोजकज्यूहरू व्याकरण प्रायोजक सहव्याकरण प्रायोजकज्यूहरू त्यसै गरी सम्पूर्ण कलाकारज्यूहरू र सम्पूर्ण अवार्डमा विजेता हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र जो अवार्डमा विनर हुनुभयो उहाँलाई पनि धेरै धेरै सान्त्वना धेरै धेरै धन्यवाद। र सम्पूर्ण न्युज 24 टेलिभिजनलाई स्पेसली धन्यवाद दिन चाहन्छौँ। र यो साउन्ड सिस्टम त्यसै गरी यो स्टेज सम्पूर्ण अनेक गर्नुहुने शिव पङ्गेजी पङ्गेले अवार्ड हाउसलाई धेरै धेरै धन्यवाद। त्यसै गरी परिका भवनका सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद। सुरेन्द्र दाई विश्वनाथ दाई राय दाई हाम्रो सबैलाई धन्यवाद। त्यसै गरी हामीलाई सम्पूर्ण तह तहबाट साथ दिने सबैलाई धन्यवाद। पत्रकार मित्रहरूलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण सातवटै समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण कार्य समितिलाई धेरै धेरै धन्यवाद। जुरी विधायकज्यूहरूलाई विशेष धन्यवाद। र काममा फर्किने सबै हाम्रो कार्य समितिका मित्रहरू सातवटै समिति समन्वय समिति केन्द्रीय कार्य समिति यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। र अर्को वर्ष पनि सोशल मिडियासँगै सबै छापा मिडिया इलेक्ट्रोनिक मिडिया सबैलाई धेरै धेरै धन्यवाद। र त्यसै गरी अफिसियल मिडियाको रूपमा राष्ट्रिय लोक संस्थापक नेपाल हरिवल्लभ नेपाल अनि सम्पूर्ण इन्चार्ज टिमलाई पनि धेरै धेरै धन्यवाद। विशेष गरी शिव पङ्गेजीलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम भव्य र सबै बनाउने यहाँको अहम भूमिका निर्वाह गरेको छ। त्यसै गरी सम्पूर्ण प्रायोजक हामीले क्यामेरा जनीजी लगायत थुप्रै उपकरणहरू प्रयोगमा ल्याउनुहुने 20 स्टार फिक्स प्रणाली विज्ञान सभालाई पनि धेरै धेरै धन्यवाद। वासु बरालजीलाई पनि धेरै धेरै धन्यवाद। सम्पूर्ण व्यक्ति विशेष संस्थाका व्यक्तित्वहरू र प्रायोजक सहप्रायोजक विशेष प्रायोजक मुख्य प्रायोजक व्याकरण प्रायोजक सहव्याकरण प्रायोजक र सबै लोकदोहोरी महोदयहरूलाई धेरै धेरै धन्यवाद दिँदै अर्को वर्ष फेरि यसै गरी नै 6औं लोकदोहोरी अवार्ड 6औं राष्ट्रिय लोकदोहोरी अवार्डको साथमा भेटेको आशा गरी आजको सम्पूर्ण कार्यक्रम यही समापन भेटेको जानकारी गर्न चाहन्छु। यहाँलाई धेरै धेरै धन्यवाद।